हेलो एभ्रिवान, गुड इभिनिङ, नमस्ते सबैजनालाई। हामी चाहिँ आज पुरा एक्साइटेड भएर एयरपोर्ट जाँदैछौँ। अनि एयरपोर्टमा चाहिँ आज काका आउनुहुँदैछ, उपारको बाबा। सो त्यही भएर हामी चाहिँ काकालाई ल्याउनु जाँदैछौँ। कहाँ जानु भएको? म आज कता भयो एयरपोर्ट गएको। छोरालाई ल्याउनु? छोरालाई ल्याउनु। खुसी लागिरहेछ? के भन्छ एक्सर्साइज हो कि के छु? एक्साइटेड छ अरे। उपार तिमीलाई पापा आउँदा कस्तो लागिरहेछ? कतिको खुसी? एयरपोर्टमा कुन चाहिँ गाना गाउँछौ? पापा भन्ने हौ। पापा मेरी पापा। तिमी नानी, तिमी बाजे आउँदा खुसी? यहाँ पनि छ छोरा। आज बाबा ल्याउनु जाँदा कस्तो लागिरहेछ? खुसी लागिरहेको छ। अन्त बाबालाई के भन्छ त्यहाँ एयरपोर्टमा भेटेर? तल भेटे। कुन चाहिँ गाना गाउँछ? पापा भन्ने। तपाईँलाई कस्तो लागिरहेछ? ए हेर्नु न, यस्तो राम्रै भएर कस्तो लागिरहेछ तपाईँलाई ल्याउनु जाँदाखेरि? एकदम राम्रो लाग्यो। बुकहरू किन्नु भएन नि त? सबैले बुके फुल फुलेको छैन। गाडिन नि लगेन त। गाडीमा अटेन है? पिकअप भनेको थियो कि उता उयो लगेर जाने रहेछ नि त, फर्निचरहरू। त्यही भएर अटेन। सरबी पनि जाने अरे। हामी चाहिँ अब ल्याउनुको लागि घरबाट निस्केको है। गाडी आइरहेको छ उपर। मम्मी छिटो आउनु, छिटो। उपारले चाहिँ बाबालाई गिफ्ट बोकिदिएको अरे। हामी चाहिँ अब निस्केको, गाडी आइरहेको छ यहाँबाट। विनम्र चाहिँ खै? हामी चाहिँ अब निस्केको। हजार यहाँनिर अहिले बाबा आइसकेपछि को बस्ने पुरा चल्दैछ है। म बस्छु नि दाजु बहिनीको झगडा हुँदैछ। उपार हेर, उपार फ्लाइट चाहिँ भर्खर ल्यान्ड भइसक्यो अरे हो। तर निस्किनु चाहिँ भएको छैन काका चाहिँ हो। लगेजहरू रिसिभ गर्नु हुँदै होला भित्र। के किन्ने जग्गा अरे? के किन्ने जग्गा अरे? गमलै लैजाउ ल। बाबालाई बुके दिने पैसा छ? कस्तो खालको बुके किनिदिने? कलरफुल के भनेर दिन्छ बुके? वेलकम सिलगढी भनेर दिने। हामी चाहिँ एयरपोर्ट आइपुगिसक्यौँ हो। नानी चाहिँ सुतिरहेको छ। हेर्नुहोस्, हामी चाहिँ पर्खिरहेको छौँ पुरा एक्साइटेड भएर हो। पुरा खुसी भएर। काका चाहिँ 3 साल बाद घर आउनु भएको हो। पर्खिरहेको छौँ हामी चाहिँ। यहाँनिर आउनु भाउँदैछ हो। पर हो चढाबिला उठाउनु न। हात हल्लाएको चाहिँ आइपुग्नु भयो काका चाहिँ यहाँनिर। ए चढाबी हात हल्लाउ नानी। बाजुलाई हात हल्लाइदेऊ न त। बाई बाई भन्दैछ। जाऊ उपार जाऊ। भाइ जान्छ
जान्छु भन्दै थियो छ भने बाग बेग्रासँग मम्मी खुसी पुरा बोक्नु सक्दैन तिमीलाई उपार यहाँ आएर उपार बाबालाई देऊ न त अन्त गिफ्ट ल जामुन पो ल्याइदिएको छ अरे गिफ्ट त ए मैले प्याक गरेको अहिले खोल्नु न घरमा गएर अहिले बाबालाई गिफ्ट ल्याइदिएको अरे हौ देऊ देऊ गिफ्ट अब चाहिँ हामी गएको ल त आइपुग्यो है हामी है बहिनी आइपुग्यो भन्दा बागडुग्रा आइपुग्नु भयो बाबा हौ कि तिमी आइपुग्नु भयो भने यहाँ त भिडियो हामी चाहिँ अब एकछिन माइजहरूकोमा गएको है यहाँ अप्पर बागडुग्रा माइजहरू यहीँ हुनुहुन्छ त्यही भएर चाहिँ एकछिन माइजहरूकोमा गएर चाहिँ त्यहाँबाट चाहिँ हामी फर्किने टाइम ठिकै भयो आज है माइजूले बोलाइरहनु भएको छ है छान्यो पनि छ यहाँ यता नि त हामी चाहिँ माइजूकोमा आइपुगिसक्यौँ दारी त है खतरा पालेछ भाडा छ अरे हौ गिफ्ट पाएर चाहिँ बहिनी हेर न अब चाहिँ हामी निस्केको रात पर्यो हो अब चाहिँ हामी घर जाने सिधै घर पुगेर भेटौँ ल अँध्यारो भएछ लु जाउँ आइ छिटो जाउँ भोलि बाई भन्नु बोजूलाई घुमघाम गरेर वेलकम वेलकम यहाँनिर खाना खानु हो अन्त सानोबाट केक पनि दिनु भएको छ हो अनि हिजो चाहिँ अब्नमको बर्थडे पनि थियो अन्त चाहिँ आज बर्थडेको पनि हेरे खानाको पनि हेरे ए वेलकम होम पनि ह्याप्पी बर्थडे पनि ह्याप्पी बर्थडे टु यु आफ्नो आफ्नो छ त आफ्नो आफ्नो ह्याप्पी बर्थडे वेलकम होम पटेका पड्काउँछ अरे उसले चाहिँ यसको के काट्दाखेरि हुन्छ गाइस आजलाई यति नै हो अब चाहिँ हामी थाक्यौँ पनि हो अनि अब चाहिँ हामी खानासाना खाएर एकछिन बात गरेर सुत्ने सो आजलाई यति नै सी यु नेक्स्ट भिडियो बाई बाई